हेलो एभ्रिवान, नमस्ते। म कलाकार विपना थापा। अहिले म घर जाँदैछु दिल्ली। अलिकति मेरो हस्बेन्डले यो अनाप पोस्टहरू राखेको देखेर हजुरहरूलाई अलिकति अचम्म लाग्यो होला। त्यस्तो केही पनि होइन। उहाँ अलिकति लङ टाइम मेडिसिनहरू खानुहुन्थ्यो, अलिकति डिप्रेसनको प्रब्लम पनि छ, प्लस अब अलिकति रक्सीको प्रब्लमले पनि जे पाए त्यही भइरहेछ। अहिले म त्यही कुराको सल्युसनको लागि चाहिँ म घर जाँदैछु। अनाप के पोस्टहरू हालेकोमा चाहिँ त्यो अन्यथा नसोच्नु होला। अब अलिक रिस उठ्छ पनि होला हजुरहरूलाई आफ्नो चेलीको बारेमा केही बोल्दा, तर उहाँ चाहिँ अलिकति पेसेन्ट भएको हुनाले चाहिँ अब के कस्तो हुन्छ फ्यामिलीसँग कुरा गर्नलाई म जाँदैछु। वास्तवमा उहाँ भित्रदेखि नराम्रो मान्छे होइन, तर पनि अहिले यो मेडिसिन यो प्रब्लमले गर्दाखेरि खोइ के भइरहेछ, त्यही भएर म जाँदैछु, अन्यथा नसोच्नु होला। अहिले म एयरपोर्टमा छु, मेरो फ्लाइटको टाइम भयो। सधैँ हजुरको माया चाहन्छु। लाइफमा कुनै पनि अप एन्ड डाउन जे भए पनि हजुरहरूको सहयोग र हजुरहरूले भनेको कुराले